हामी तलतिर आएको छौँ जहाँबाट कटान भएको छ र यो कटान हुने मेन कारण भनेको यहाँबाट माटो यहाँबाट निकासी भएको छ र स्थानीयहरूको बारम्बार विरोधले गर्दा पनि उनीहरूले माटो लिन छोडेन र म स्थानीयसँगै कुरा गर्न चाहन्छु। उहाँ चाहिँ अब यहाँको स्थानीयवासी हुनुहुन्छ। कौन हेलो रे यतेका किरण के इना सब कटान हिले अगाड़ी में भरोट उठावे। हाँ, अब भरोट उठाते तो माटी लदी से कते से पूरा करते आखिर ई बग से लदी इतना रहले पहनी इतना गंभीर समस्या नहीं छले लदी में कहनो बाढ़ आवे के लदी पानी फेंका दे बहुते पानी आवे तो भर छाती पानी आवे अपने लदी ढुकेल ना बड़ा मुश्किल। हाँ, इका कह रहे भर उठावे के कारण से इठिन के ठेकेदार सब ट्रैक्टर वाला सब हमरा से रोकी के भी बात नहीं माने। स्थानीयको हिसाबले के छ भन्दाखेरि यहाँबाट माटो नलग्नु यस्तो हुन सक्छ भनेर बारम्बार सचेत गराउँदा विरोध गर्दा पनि माटो यहाँबाट काट्न छोडेन। यहाँबाट माटो ओसार पसार गर्यो जसको परिणाम स्वरूप अहिले हामीसँग यो कटान छ। यहाँ हेर्न सक्नुहुन्छ अब यो ढल्ने है। अब यो धेरै वर्षात आइसकेपछि यो ढल्ने स्थिति आइसकेको छ। यसलाई चाँडो भन्दा चाँडो यसलाई व्यवस्थापन गर्नु पर्यो, तत्काल मार्नु पर्यो र जसले यस्तो कार्यहरू गरेका छन् कडाभन्दा कडा कारबाही चाहिँ गर्नु।